जगन्नाथ सर स्वागत छ कार्यक्रममा। धेरै धेरै धन्यवाद बाबु। सर आराम हुनुहुन्छ? ठिक छ। जस्तै सर यो म सुरुमातमा चाहिँ थोरै हजुर चाहिँ अलिकति हजुरको राजनीतिक पृष्ठभूमिभन्दा अगाडि थोरै यो जेनजी आन्दोलन जुन रिसेन्टली भाद्र 23 र 24 गते भयो, जुन हामी पनि त्यसमा प्रत्यक्ष रूपमा संलग्न थियो हाम्रो नि, यसको बारेमा सरको धारणा के छ? होइन, यो एउटा व्यापक असन्तुष्टिको समष्टिगत प्रस्फुटन हो, एकुमुलेटिभ भन्छ नि। के थियो भने जेनजीकै आन्दोलनको पोइन्ट वाइज गर्ने हो भने त उनीहरूले सामाजिक सञ्जालमा लागेको प्रतिबन्धलाई फुकुवा गर अनि सुशासन देऊ, भ्रष्टाचार नगर, उनको कुरा त त्यति नै थियो होइन। तर त्यो माग हुनुभन्दा अगाडि चाहिँ देशको तत्कालीन राजनीतिक परिस्थिति के थियो भने सत्तामा काङ्ग्रेस र एमालेको गठबन्धनको सरकार थियो। त्यो सरकार लगभग 2/3 नजिकको सरकार थियो र सत्तामा बस्ने पार्टीले, त्यो पार्टीको नेताले, देशको प्रधानमन्त्रीले वा गृहमन्त्रीले वा पदाधिकारीहरूले दिने अभिव्यक्ति कस्तो थियो भने त्यो सत्ता चाहिँ स्थायी छ, 2/3 बहुमत सरहको सत्ता चाहिँ त्यो स्थायी हो, कसैले छुन सक्दैन, कसैले चलाउन सक्दैन, हामीले जे गरे पनि हुन्छ, हामीलाई छुन कसैले सक्दैन भन्ने एउटा मनोविज्ञान विकसित भएको थियो। र उनीहरूले चाहिँ के थियो भने विधिको शासन भन्ने कुरालाई चाहिँ गम्भीरतापूर्वक लिएनन् होइन। कानुन छ, तर कानुनको कहीँ बल प्रयोग गर्नका निमित्त अत्यधिक कानुनको दुरुपयोग गर्ने, कहीँ कानुन प्रयोग हुनुपर्ने, गर्नुपर्ने, कानुन सक्रिय हुनुपर्ने ठाउँमा त्यसलाई चाहिँ आफ्नो अनुकूल प्रयोग गर्ने। अर्थात् दुईटा पङ्क्ति यस्तो भयो, एक थरी चाहिँ अत्यधिक सुविधाभोगी भए, एक थरी मान्छेले चाहिँ नि कानुनको दृष्टिमा उनीहरूले पाउने छुट, उनीहरूलाई हुनुपर्ने सहुलियत पनि नहुने भयो। त्यसले गर्दाखेरि के थियो भनेदेखि यो दुई थरीका बिचमा एउटा ठुलो खाडल जसलाई भन्छन् त्यो चाहिँ नि विकसित भइराखेको थियो। कैयौँ मुद्दाहरूमा भन्नुहोस्, संसद सञ्चालन गर्ने नै कुरा भन्नुहोस्, सहकारीका केसमा भन्नुहोस् होइन, यी अनेक कुराहरूमा चाहिँ के थियो भने सत्तासँग नजिक भएको मान्छेलाई उन्मुक्ति, सत्ताभन्दा टाढा जो छ त्यसलाई चाहिँ नि प्रताडना गर्ने होइन, त्यसलाई चाहिँ नि तपाईँको दुत्कार्ने, त्यसलाई दुःख दिने, अप्ठ्यारोमा पार्ने, त्यसलाई मुद्दा लगाइदिने। अब यो कुरा चाहिँ आम मान्छेले देखिराखेका थियो। अब त्यसबिचमा के हो भने अब अहिलेको 21औं शताब्दीमा तपाईँको यो डिजिटलको जमानामा युवा साथीहरूको आम्दानीको स्रोत पनि, ज्ञानको स्रोत पनि, उनीहरूको चाहिँ नि विकासको गतिमा महत्त्वपूर्ण योगदान गर्ने चाहिँ नि त्यो सामाजिक सञ्जाल, पब्लिक मिडिया जुन थियो, त्यो पब्लिक मिडियामाथि चाहिँ नि एकाएक नियन्त्रणको घोषणा सरकारले गर्यो। अब यो चाहिँ नि के थियो भने सरकारको गएको 2 वर्ष 3 वर्षदेखि नै यो मिडियालाई चाहिँ नि कसरी कन्ट्रोल गर्ने, कसरी नियन्त्रणमा राख्ने भन्ने थियो। अनि मिडिया सम्बन्धमा पार्लियामेन्टमा पनि विधेयक पेस भएको थियो, त्यो विधेयक पनि पास नगरेर, पास हुन नदिएर तपाईँको चाहिँ नि रोकेर राखिएको थियो। त्यस्तै चाहिँ नि तपाईँको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन जुन थियो, त्यो ऐन बनाउनुपर्छ, त्यसले चाहिँ समान किसिमको कानुनी बाटोबाट हिँड्नुपर्छ त्यो संस्था भनेको विषय सम्मिलित विधेयक थियो, त्यो विधेयक पनि रोकियो। त्यसले गर्दाखेरि के भयो भन्नुहुन्छ भने मुख थुन्दिया जस्तो हो युवाहरूको एउटा ठुलो सेक्सनको भनौँ, एक हिसाबले चाहिँ 12-13 वर्षदेखि 28 वर्षको भन्नुहोस् या 40 वर्षसम्मको भन्नुहोस्, अहिलेको नयाँ पिँढीका मान्छेहरूलाई चाहिँ सास फेर्न नसक्ने गरिकन चाहिँ उकुसमुकुसको स्थिति भयो। त्यसको प्रतिरोध गर्नका निमित्त चाहिँ उनीहरू सडकमा आए। तर त्यसको पछाडि अघि मैले भनेका धेरै कुराहरूको योगदान छ र त्यो चाहिँ नि 23 गते जे भयो त्यो उनीहरूको जायजै कुरा थियो। पहिला त हाम्रो संविधानले चाहिँ वाक स्वतन्त्रता दिएको छ होइन, राजनीतिक स्वतन्त्रताको कुरा छ, सङ्गठन स्वतन्त्रताको कुरा छ, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ। यस्तो हुँदाहुँदै
सरकारले किन नियन्त्रण गर्यो त्यो एउटा बुझिन नसक्नु कुरो थियो। अर्को कुरा चाहिँ नि के थियो भनेदेखि सरकार चाहिँ नि निरङ्कुश हुनेतर्फ उन्मुख भएर सरकारले यो के हो त, यो त सामान्य कुरा हो, पब्लिक मिडिया भनेर चाहिँ कहाँ गर्न पाइन्छ भन्ने खालको प्रधानमन्त्रीको त्यस्तो खालको अभिव्यक्ति थियो। त्यसले गर्दाखेरि चाहिँ युवाहरू आक्रोशित भए, सडकमा आए। सडकमा आउने कुरा पनि जायजै हो, संविधान सम्मतै थियो। तर एकाएक चाहिँ नि उनीहरूमाथि जुन प्रकारको दमन भयो, गोली प्रहार भयो, अब त्यसले के गर्यो भनेदेखि अर्को बिहानीलाई चाहिँ नि तपाईँको उत्तेजक बिहानीको रूपमा या आक्रामक बिहानीको रूपमा या सत्तासँग आम्ने सामने भएर चाहिँ मुठभेड गर्ने मोडमा चाहिँ नि अर्को बिहान अभिभावकसहित अघिल्लो दिनको आन्दोलन जेएनजीको थियो। पछिल्लो दिनको आन्दोलनमा चाहिँ त्यो जेएनजीका अभिभावक, शुभेच्छुक र देशैभरिका मान्छेहरूको चाहिँ नि एउटा सहानुभूति भयो। अब त्यसपछि चाहिँ नि के भयो भन्ने कुरा हामी बुझ्छौँ। यो 24 गतेलाई हजुरले कसरी व्याख्या गर्नुहुन्छ? 24 गते चाहिँ नि अब स्वाभाविक रूपमा लिनुहुन्छ होइन, 24 गते चाहिँ नि यो 23 गतेको उपज हो भन्ने कुरामा त विवादै भएन। तर 24 गतेलाई जसरी ह्यान्डल गर्नुपर्ने थियो त्यो ह्यान्डल गर्ने कुरामा चाहिँ सरकार नै प्रमुख रूपले, सरकारले चाहिँ अघिल्लो दिन चाहिँ 23 जना मान्छे मरेका छन् भनेदेखि भोलिपल्ट कसरी त्यसलाई कन्ट्रोल गर्ने भन्ने कुरा सरकारै जिम्मेवार हुनुपर्ने हो। अब सरकार एकातिर आफ्नो कर्तव्यबाट च्युत भयो, भागमा पऱ्यो। अर्कोतिर के भयो भने केही अराजक मान्छेहरू, इलिमेन्टहरू चाहिँ नि तपाईँको यो तोडफोडमा लाए, आगजनीमा लाए। अब त्यो त हर आन्दोलनमा चाहिँ तपाईँको के हुन्छ भने घुसपेट हुन्छ। अब यसमा पनि भयो होला, तर बाई एन्ड लार्ज चाहिँ नि के हो भने घुसपेट भए पनि घुसपेटियालाई तहलाउने, भिडलाई चाहिँ नि एक लेभलमा राख्ने, सार्वजनिक सम्पत्ति, सरकारी कार्यालयको बचाउ गर्नुपर्ने, संरक्षण गर्नुपर्ने कर्तव्य त अल्टिमेटली सरकारकै हो होइन। जसले गल्ती गर्यो, अपराध गर्ने मान्छेलाई कारवाही गर्ने हो भने पनि उसैले गर्नुपर्छ, रोक्ने भए पनि उसैले रोक्नुपर्छ। अब न रोक्न सक्यो, न चाहिँ नि कारवाही गर्न सक्यो, न चाहिँ नि के हो भने हामी 2/3 बहुमत सहितको सरकार हौँ, जनताको प्रतिनिधि हौँ, हामी छोड्दैनौँ सत्ता भनेर सत्तामा टिकिरहेर चाहिँ प्रतिरोध गर्ने जुन कर्तव्य थियो सरकारको त्यो पनि गरेन। त्यसले गर्दाखेरि एउटा अराजकताको स्थिति भयो। जस्तै म अर्को विषयमा जान चाहन्छु सर। जस्तै अहिले युवाहरूले चाहिँ काङ्ग्रेस र एमाले विरुद्धको यो विद्रोह अहिले गरे तापनि तपाईँ एज अ जगन्नाथ पौडेल चाहिँ पहिल्यै कङ्ग्रेसभित्र विद्रोह गर्नुभएको मान्छे हो होइन। जस्तै कङ्ग्रेसभित्र विद्रोह गरेर तपाईँ चाहिँ अहिले हुन त धेरै ठाउँमा यसको जवाफ नि दिइसक्नु भएको छ होला। राष्ट्रसभामा तपाईँ आउनुको पछाडिको कारण चाहिँ के हो? राष्ट्रसभालाई त विचार नभएको पार्टी भन्छन्, यो त पपुलिजमले भरिएको पार्टी नि भन्छन्। यसमा तपाईँ आउनुको कारण के छ? यस्तो छ, मैले काङ्ग्रेसमा नेभी सङ्घको स्थापनादेखि लिएर, नेभी सङ्घको स्थापनाको कुरा धेरै लामो हुन्छ, म नबताउँ, म संस्थापकै हुँ। नेभी सङ्घको स्थापनादेखि लिएर नेपालमा भएका ठुला ठुला विद्यार्थी आन्दोलनको नेतृत्वमै बसेको हो। मैले मानवाधिकार सङ्गठनमा काम गरेँ, मैले एमनेस्टी इन्टरनेसनलमा काम गरेँ लामो समयसम्म। म सर्वोच्च अदालत बार एसोसिएसनको सचिव भएर र चाहिँ यो जनमत सङ्ग्रहताका चाहिँ एउटा कारण व्यवसायीको एउटा संस्था थियो, लयर्स कमिटी फर मल्टी पार्टी सिस्टम भन्ने थियो, त्यो कमिटीको चाहिँ महामन्त्री भएर पनि मैले काम गरेँ। जेल नेल पनि भोगियो, हन्डर पनि खाइयो। अब त्यसको पछाडि मूल कारण के थियो भने हामी जहाँ छौँ मध्यमवर्गीय चाहिँ एउटा जागरुक नागरिकका हिसाबले हामीले यो देशलाई यो गरिबीबाट उन्मुक्त गर्नुपर्दछ। यहाँको घेरा फाटेको टोपी लाउने मान्छेहरू, चप्पल लगाएर हिँड्ने मान्छेहरू, नाङ्गो चाहिँ तपाईँको आङ देखाएर हिँड्ने दिदीबहिनी दाजुभाइहरू, उनको जीवनमा परिवर्तन आओस्, समाज रूपान्तरण होस् भन्ने हिसाबले चाहिँ लागि थियो। काङ्ग्रेस पार्टी खास गरेर चाहिँ नि पछिल्लो 10 वर्ष यता 74 सालदेखि चाहिँ नि के भयो भन्नुहुन्छ भने काङ्ग्रेस पार्टीले आफ्नो मूल लक्ष्य गन्तव्यबाट चाहिँ नि त्यो टाढा हुँदै गयो, एक प्रकारले कुहिराको काग भयो र चाहिँ नि दलीय व्यवस्थाको आधारभूत सिद्धान्तका विरुद्धमा नेपाली काङ्ग्रेसको विधानको खिलाफमा चुनावभन्दा अगाडि नै चाहिँ नि एउटा साँठगाँठ, एउटा चाहिँ सिन्डिकेट खडा गर्ने होइन, एउटा चाहिँ समूह खडा गर्ने, एउटा स्वार्थ समूहको काम गर्नका निमित्त चाहिँ नि तपाईँको
सम्झौता गर्ने अनि त्यसपछि चाहिँ नि तपाईँको एउटा विकृतिलाई चाहिँ नि सामूहिक रूपबाट विकृतिलाई भित्र्याउने राजनीतिमा भित्र्याउने काम भयो। त्यसको विरोध पनि भयो। 79 सालमा पनि त्यही कुराको रिपिटेसन भएपछि मेरो नेतृत्वमा तत्कालीन प्रधानमन्त्रीलाई पार्टी सभापतिलाई हामीले काठमाडौँमा गएर भेट्यौँ। उहाँलाई भन्यौँ कि यो काङ्ग्रेसको आधारभूत सिद्धान्तका खिलाफमा पनि भयो र काङ्ग्रेस पार्टी प्रमुख पार्टी हुने पार्टीले यसले चाहिँ नि देशलाई निर्देशित गर्नुपर्ने, देशलाई बाटो देखाउनु पर्ने, यो चाहिँ नि गएर अरूसँग घुलमिलमा परेर चाहिँ नि साँठगाँठमा अलमल गरेर अनि चाहिँ नि देशको संविधानले अपेक्षा गरेको कुरा, पार्टीको विधानको कुरा, पार्टीका लाखौँ कार्यकर्ताहरूको इच्छा विपरीत यो काम गरेको हुनाले यो ठिक भएन भन्ने कुराको नेतृत्व गरेर म काठमाडौँ गएँ। काठमाडौँमा यो सबै कुरा भइसकेपछि जब चितवनमा आइयो, त्यति बेला तपाईँलाई थाहा छ यहाँ माओवादी र काङ्ग्रेसको गठबन्धनको कुरा थियो। 74 सालमा पनि थियो होइन। आलो पालो पनि भएन काङ्ग्रेसबाट फेरि गठबन्धनमा जाने भनेपछि यो एउटा घातक अभ्यास हो। यो विधान सम्मत पनि होइन, यो संविधान सम्मत पनि होइन, यो कार्यकर्ताको अनुकूल हुने कुरा पनि होइन। त्यसो भएको हुनाले तपाईँहरूले बाटो बिराउनु भयो भने तपाईँ हिँड्नुहोस्, म चाहिँ त्यो बाटोबाट हिँड्दिनँ। यो मेरो निमित्त, यो मेरो अन्तस्करणबाट मेरो अन्तर्मनले मलाई चाहिँ यो उचित लागेन भनेर म विद्रोहमा उठेँ। तपाईँलाई थाहा छँदैछ मेरो 15,000 भोट डाइरेक्ट भोट आएको थियो बैगटर चुनावमा होइन। 10-12 हजार भोट चाहिँ तपाईँको इन्भ्यालिड भोट आएको थियो रूपमा। तर मैले जे मुद्दा उठाएको थिएँ त्यो मुद्दालाई चाहिँ पार्टीले आत्मसात गरेन। मलाई कारबाही गर्नुपर्छ भन्ने हो। मलाई कारबाही गर्नु त स्वाभाविक थियो, उनीहरूले कारबाही गरे। मैले चाहिँ के निर्णय गरेँ भने म समाज बदल्नका निमित्त राजनीतिमा लागेको, अब यो पार्टीले यो नेतृत्वले गर्दैन भने म विकल्पको खोजी गर्छु भन्ने भयो। त्यति बेला चाहिँ नि राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ गठन भइसकेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको हुनाले त्यो युवाहरूको पार्टी हो। उनीहरूको विधान डेमोक्रेटिक छ, विधान चाहिँ लोकतान्त्रिक छ। दुई कार्यकालभन्दा बढी समय सत्तामा बस्न नपाउने, प्रधानमन्त्री हुन नपाउने, राष्ट्रपति हुन नपाउने भन्ने छ। आवधिक निर्वाचनको कुरा छ, भ्रष्टाचारमा शून्य सहनशीलता राख्ने भन्ने छ भने, अनि तपाईँको बालिग मताधिकारको कुरा छ। अनि मैले चाहिँ नि म त मेरो त पार्टीलाई आधार बनाएर चाहिँ त उचित अनुचित काममा हिँड्नुभन्दा मलाई के लाग्यो भनेदेखि हाम्रो त उद्देश्य त साध्य त के हो भने जनताको जनहित हो। त्यो जनहितका निमित्त अर्को एउटा पार्टी, युवाहरूको पार्टी खडा छ भने म उनीहरूसँग मिलेर किन अगाडि नबढ्ने, त्यो चाहिँ नै उपयुक्त हो भन्ने भयो हुनाले मैले 79 साल 80 साल वैशाखदेखि नै मैले अनकन्डिसनल रूपमा रविजीलाई मैले सहयोग गर्दै हिँडेँ। मैले आह्वान गरेपछि लाखौँ मान्छे चाहिँ नि यो पार्टीमा समाहित भए। अब त्यो सिलसिला चाहिँ नि जारी छ। म चाहिँ अब अहिले आएर चाहिँ नि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति लगायत उपसभापति लगायत उहाँहरूले भन्नुभयो हामीसँगै मिलेर जाउँ होइन, तपाईँले केन्द्रमा बसेर प्रमुख भूमिका निर्वाह गर्नु पऱ्यो भनेर उहाँहरूले भन्नुभयो। अब मैले पनि दलीय व्यवस्था हो, एक्लै गरेर केही हुँदैन भनेपछि यो देश युवाहरूको जिम्मा लगाउनका निमित्त म हिजो पनि तत्पर थिएँ, आज पनि म तत्पर हुनु कुनै नाजायज हुँदैन भन्ने भयो हुनाले अनि मैले चाहिँ उहाँहरूसँग सहकार्य गर्नका निमित्त उहाँहरूको साथमा रहेको हो। जस्तै हजुरले चाहिँ अलिकति सुधारिएन काङ्ग्रेस भनेर त्यहाँ विद्रोह गर्नुभयो, तर अहिले गगन थापाले विद्रोह गरेको कङ्ग्रेसलाई तपाईँले कसरी लिनुभएको छ? होइन, गगनजीले गरेको कुरा नाजायज म भन्दिनँ। उहाँले गरेको कुरा ठिकै हो होइन, तर यो कुरा चाहिँ नै ढिलो भयो। यो 5 वर्ष अगाडि नै यो कुरा हुनु पर्थ्यो। अब अहिले चाहिँ नि गगनजीले गर्नुभएको छ। अब गगनजीलाई काङ्ग्रेस पार्टीलाई उठ्न सङ्घर्ष गर्नुपर्छ, अरू टाइम लाग्छ होइन। मुलुकमा एउटा लोकतान्त्रिक पार्टी अर्को लोकतान्त्रिक पार्टीसँग प्रतिस्पर्धा गर्ने जस्तो परिस्थिति बन्दै गयो भने त्यो नाजायज पनि हुँदैन। तर आज जे भयो अहिले चाहिँ नि मलाई लाग्छ अलिक टाइम मिलेन कि भन्ने मेरो भनाइ छ। गगनजीले जे गर्नुभयो त्यो ठिकै छ, तर यसले उहाँलाई चाहिँ नि अहिले परिणाममा चाहिँ
सुखद अनुभूति काङ्ग्रेसलाई हुने जस्तो म मान्दिनँ होइन। यसलाई चाहिँ नि मलाई लाग्छ समय लाग्छ। अर्को 5 वर्ष 10 वर्षमा काङ्ग्रेस एउटा डेमोक्रेटिक पार्टी हो। आन्दोलन गरेर आन्दोलनमा शहादत भएका सयौँ मान्छे हजारौँ मान्छेहरू भएको पार्टी हो। बिपी कोइरालाको पार्टी हो। बिपी कोइरालाको पार्टी बिपी कोइरालाको जस्तो नभएर यो एउटा चाहिँ माफियाले नियन्त्रण गरेको पार्टी जस्तो भयो हुनाले काङ्ग्रेस छोडेर हिँड्या हुन् नि मान्छेहरू। मैले पनि छोड्नु पऱ्यो त्यही कारणले हो। म कुनै काङ्ग्रेस छोड्न का निमित्त तयार भएको बहानाबाजी गरे होइन नि। मलाई त धकालेको हो, मलाई त भित्तामा पुर्याएको, मलाई त किक आउट गरे हो। त्यति बेला नि जगन्नाथ सर जस्तै गठबन्धन थियो त्यो बेलामा टिकट जगन्नाथ पौडेलले पाएको भए काङ्ग्रेस जगन्नाथ पौडेलले छोड्दै छोड्दैन? ए होइन, मैले टिकट पाउने सम्भावनाको कुरा पनि थिएन। म तपाईँलाई आन्तरिक कुरा भन्न जाउँ तर पार्टीले पार्टीको विधान र लोकतान्त्रिक मूल्य पद्धतिका खिलाफमा काङ्ग्रेस गएर माओवादीको चाहिँ पोल्टोमा जान हुन्न भन्ने मेरो मूल कुरा थियो होइन। मैले तपाईँ सोध्नु होला, अरू पनि काङ्ग्रेसका नेताहरूलाई सोध्नु होला। मैले शेरबहादुरजीलाई त्यति बेलैको शेरबहादुरजी तत्कालीन प्रधानमन्त्री पार्टी सभापतिले मैले भनेको थिएँ, तपाईँले चाहेको मान्छेलाई टिकट दिनुहोस्, म कुनै टिकट माग्न आएको होइन, तपाईँले चाहेको मान्छेलाई टिकट दिनुहोस्, तर यो पार्टीको चाहिँ अस्मितालाई बचाउनुहोस् भनेको थियो। त्यसो भएको हुनाले मेरो त्यसमा खास केही रुचि थिएन बाबु। जस्तै यो अब आउने आगामी निर्वाचन फागुन 21 को निर्वाचनलाई तपाईँले कसरी लिनुभएको छ? अब फागुन 21 गते हुने निर्वाचनको सम्बन्धमा मैले धेरै अन्तर्वार्ताहरू, धेरै पत्रकार साथीहरूको मैले यो प्रश्न सोधेको छु। अब फागुन 21 गते चुनाव हुने निश्चित भइसक्यो, अब त्यो हुन्छ। तर मेरो चाहिँ के भनाइ थियो भने भदौ 23 र 24 गतेको घटनाको उचित छानबिन गरेर त्यसमा जिम्मेवार व्यक्तिलाई चाहिँ नि कानुनको दायरामा लिएर आएर अनि संविधानका अनेकौँ कुराहरू छन्। अब यहाँ सबै कुरा तपाईँको यो छोटो समयमा सम्भव नहोला। यो संविधान पनि यो अहिलेको समस्याको जडमा छ। अहिलेको जुन नेपालको संविधान 2072 जुन छ त्यो पनि चाहिँ नि तपाईँको यो विकृतिको कारक बनाएको छ। त्यसो भएको हुनाले यो संविधानका अनेकौँ व्यवस्थाहरूलाई परिवर्तन गरेर अनि चुनावमा गएको भए हुन्थ्यो भन्ने मेरो भनाइ हो। तर अब सहमति गर्दाखेरि आन्दोलन चाहिँ नि सफल भयो। म भन्छु यो जेनजीले गरेको आन्दोलन नेपालमा भएका सबै आन्दोलनभन्दा यो एउटा महान आन्दोलन, महान क्रान्ति जस्तो छ। यसले सम्पूर्ण रूपले चाहिँ नि यसले विकृतिका विरुद्ध चाहिँ नि आफ्नो पहिचान बनाएको हो। तर राज्य सञ्चालन गर्ने तहमा पुग्दाखेरि ढङ्ग पुगेन। त्यो बेला संसद चाहिँ विघटन हो। त्यति बेला संसद विघटन गर्नुपर्ने, राष्ट्रिय सभालाई पनि विघटन गर्नुपर्ने। अहिले भएको संविधानका मूलभूत कुराहरू भन्नाले जनतामा निहित सार्वभौम सत्तालाई कायम राखेर यो संविधानका विकृत अरू व्यवस्थाहरूलाई चाहिँ खारेज गरेर सङ्घीयताको बारेमा अनेक प्रश्न छ। अहिले नेपालमा चाहिँ तपाईँको 884 जना सांसद किन चाहियो? प्रतिनिधि सभामै समानुपातिक किन चाहियो? होइन, राष्ट्रिय सभा, प्रतिनिधि सभा यति ठुलो सङ्ख्यामा किन चाहियो? जबकि सङ्घीय व्यवस्था हामी भन्छौँ तल प्रदेशमा पनि सरकार, स्थानीय तहमा पनि सरकार, केन्द्रमा पनि सरकार। यो यति धेरै चाहिँ खर्चालु व्यवस्था किन? यी अनेकन प्रश्नहरूको समाधान गरेर जुरिस्टहरूको, एउटा कानुनविदहरूको, विज्ञहरूको एउटा चाहिँ नि समूह खडा गरेर अनि त्यसपछि चाहिँ नि चुनावमा गएको भए 2 महिना 4 महिना 6 महिना ढिलो भएको भए पनि केही फरक पर्दैन थियो। हतारमा यो चुनाव भयो। अब यो चुनाव हुँदाखेरि पनि यो फेरि तपाईँको चाहिँ यो हङ पार्लियामेन्ट होइन, यो त्रिशङ्कु संसद हुन्छ कि भन्ने आम मान्छेको आकलन छ। मलाई पनि बहुमत आइहाल्छ आउँदैन भन्ने मान्छेले प्रश्न गर्छन् नि, मलाई पनि दुविधा छ। तर एउटा प्लस पोइन्ट अहिले के छ भने यो घन्टीको पक्षमा, राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देशैभरिमा लहर छ। यसरी लहर आउँदाखेरि चाहिँ के हुन्छ भने स्विपिङ मेजोरिटी ल्याउने, बहुमत ल्याउने, एकाएक चाहिँ नि तपाईँको चाहिँ 2/3 बहुमतमा आउने त्यो सम्भावना पनि छ। तर संविधानको जुन अहिलेको व्यवस्था छ त्यो संविधानको व्यवस्थाले चाहिँ नि तपाईँको बहुमत सामान्य अवस्थामा बहुमतमा पुर्याउनलाई चाहिँ गाह्रो छ। अहिलेको विशेष परिस्थिति, विशेष अवस्था
काङ्ग्रेस र एमालेहरूको चाहिँ नि बिचको द्वन्द्व होइन, सङ्घर्षपूर्ण उनीहरूको राजनीतिक गतिविधि, उनीहरूको नेतृत्वप्रति चाहिँ नि तपाईँको यो जनतामा देखिएको वितृष्णा, यो सबै कुराले गर्दाखेरि चाहिँ एकपटक मौका अवसर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले पाउँछ भन्ने मलाई लाग्छ। त्यसो हुँदाखेरि चाहिँ के छ भने 2/3 बहुमत, 2/3 नभए पनि सिम्पल मेजोरिटी भन्छ नि, सामान्य बहुमत 138 प्लस सरकार बनाउने गरी त्यस्तो हुने स्थिति चाहिँ नि म देख्छु। जस्तै यो हजुर त अझ चितवनकै हुनु, स्थानीय बासिन्दा नै हुनुहुन्छ, अनि विशेष त यो राष्ट्रसभाको एउटा केन्द्रको रूपमा पनि लिइन्छ चितवनलाई, इपिसेन्टर नै भनिन्छ होइन। अनि अलिकति सर्वाधिक चासोको विषय यो चितवन क्षेत्र नम्बर 2 र 3 छ। सुरुमा क्षेत्र नम्बर 3 को विषयमा कुरा गरौँ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेत्री शोभिता गौतम र हाम्रो पूर्व मेयर रेणु दाहालको बिचमा प्रतिस्पर्धा छ। यसलाई चाहिँ हजुरले कसरी लिनुभएको छ? होइन, सबैले अब म एउटा पार्टीसँग कुनै न कुनै हिसाबले जोडिएँ होइन। त्यसो भएर मैले चाहिँ भन्दाखेरि यो अलि पूर्वाग्रहपूर्ण पनि भन्लान् होइन। तर अहिले जे देखिएको छ, अघि मैले तपाईँलाई भने एउटा लहर आएको छ, एउटा त्यो लहर आएको छ। त्यो लहर माओवादीको पक्षमा छैन। फेरि माओवादीको समस्या के छ भने माओवादी छैन। माओवादीले पार्टी बदल्यो, झन्डा बदल्यो होइन, तर नेतृत्व बदलेन। आम आन्दोलनको माग थियो नेतृत्व बदल्ने, झन्डा बदल्यो, चुनाव चिन्ह बदल्यो, पार्टीको नाम बदल्यो। माओवादी भनेर हिजो लागेका मान्छेहरूले अर्को पार्टी खोलेर हिँडे। छिन्न भिन्नको अवस्था छ। मनोवैज्ञानिक रूपमा चाहिँ हामी हिजो माओवादी भएर चाहिँ रगत पसिना बगायौँ, आज कोही माओवादी भन्ने मान्छेको सङ्ख्या पनि छ। त्यसले गर्दाखेरि चाहिँ नि अब माओवादी असरल्लको स्थितिमा छ देख्छु म। अब मेरो चाहिँ धेरै बसउठ भएको आदि इत्यादि होइन। अब शोभिताको पक्षमा चाहिँ नि मान्छेहरूको लाभा लस्कर लागेको मिडियामा देखिन्छ। यो यहाँ मात्रै होइन, तपाईँले बालन शाहको कुरा गर्नुहोस्, रवि लामिछाने हिजो मात्रै यहाँबाट बुटवल जानुभयो, रवि लामिछानेको उपस्थिति हुँदाखेरि तपाईँले देख्नुभएको छ। अब यो के छ भनेदेखि लहर आएको छ राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा। अनि अर्को कुरा के छ भने उम्मेदवार जुन छ शोभिता र रेणु, अब मलाई रेणु पनि प्रचण्डजीको छोरी हो, हाम्रो बहिनी छोरी सरहको मान्छे हो, उनलाई पनि मलाई धेरै कुराकानी गर्नु छैन। शोभिता अझै यङ पार्लियामेन्टेरियन हो हिजोको होइन, तर के हो भने सुपठित, संस्कारयुक्त र चाहिँ सङ्घर्षशील महिला देख्छु म शोभितालाई। र मेम्बर अफ पार्लियामेन्टका हिसाबले उनले जुन भूमिका निर्वाह गरिन् त्यसले उनको व्यक्तित्वलाई चाहिँ नै माथि उठाएको छ। देशैभरि हाहाको स्थिति छ। रेणुले पनि यहाँ काम गरिन् भनेर भनेको छ। रेणुले काम गरिन् 8 वर्ष 9 वर्षमा होइन। रेणुले गरेको बाटोघाटोको विस्तारको कुरा हो होइन। खर्च उनको मातहतमा चाहिँ 6 अरब 7 अरब रुपियाँ हुन्थ्यो हरेक वर्ष। त्यो 6-7 अरबको चाहिँ कति पारदर्शी हिसाबले काम भयो होइन। त्यसको चाहिँ नि रकमको तुलनामा चाहिँ विकास कति भएको छ, यो एउटा समीक्षाको कुरा छ। एक थरी मान्छेले रेणुले खुब गर्यो भन्ने छ। अब मलाई तिनको बारेमा पनि केही भन्नु छैन। तर वस्तुगत हामीले विश्लेषण गर्दा के भएको छ भने धेरै ठुलो परिवर्तन भरतपुरको गरेको जस्तो देख्दिनँ म। भरतपुर त एउटा प्लान्ड सिटी हो, उहिले राप्ती दुनकै पालादेखि भा हो है, यो त दुनियाँलाई थाहा छ। त्यसपछि म पनि नगरपालिकामा आएँ। मेरै पालामा चाहिँ नगरपालिकामा चाहिँ तपाईँको यो ब्यारेक हटाउने, यसको अझ व्यवस्थित गर्नका निमित्त ब्यारेक हटाउने, एयरपोर्ट सार्ने, बस पार्कको लाई विकल्पको खोजी गर्ने र यो बाटो राजमार्गलाई चाहिँ नि तपाईँको अवरुद्ध हुने गरिकन चाहिँ बाटोमै झुङ्गी झुपडी बनाएर भाडा उठाउने जुन कुरा थियो त्यसलाई हामीले त्यति बेलै खारेज गरेको, बुलडोजर लगाएर मुद्दामा हामीलाई बेहोरेर पनि हामीले त्यति बेला क्लियर गरे हो। एयरपोर्ट सार्ने कुरो, ब्यारेक सार्ने कुरो अब त्यो अहिले पनि पुरा भएको छैन। धेरै ठुलो नीतिगत कुरा, धेरै ठुलो विकासको चाहिँ छलाङ मारेको भन्ने होइन, नियमित सनातनी भनौँ न, जोसुकै आए पनि विकास हुने बाटोको कुरा त हुन्छ। रेणु आउनुभन्दा अगाडि पनि भएको थियो, अहिले रेणु हुँदा पनि भएको छ। अब यो नगरपालिका महानगरपालिकामा परिवर्तन भएपछि यसको क्षेत्रफल अलिकति बढ्यो होइन, बाटाहरू अलिकति बढ्यो होला। बजेट पनि त अथाह छ नि, त्यति बजेटबाट कति हुन सक्थ्यो, त्यसको समीक्षा कसैले गरेका छैन। फेरि के छ भने बाटो बनाउनु मात्रै विकास छैन। अब यहाँ भूमि उपयोगिता कसरी ल्यान्ड युटिलिटी पोलिसी भन्छ नि,
भूमिको प्रयोग कसरी गर्ने, यो भरतपुर नगरपालिकाभित्रको टोटल चाहिँ नि भूभागलाई हामीले चाहिँ नि वर्गीकरण गरेर कसरी उपयोग गर्ने, औद्योगिक क्षेत्र कहाँ राख्ने होइन, अनि शैक्षिक क्षेत्र भनेर कहाँ छुट्याउने, अनि हामीले स्वास्थ्यको निमित्त के गर्ने होइन, विश्वविद्यालयको निमित्त हामीले के गर्ने, अनि कृषिको लागि के गर्ने, रेजिडेन्सको लागि के गर्ने भन्ने सम्बन्धमा चाहिँ भू उपयोग नीति, ल्यान्ड युटिलिटी पोलिसी जुन बन्नुपर्ने हो त्यो त बनेन, त्यो त बनेन। अब त भयो के भनेदेखि चाहिँ नि अब मेयर भएर 8 वर्ष 9 वर्ष उनले बिताइन्, 9 वर्ष बिताइन्, प्रतिस्पर्धामा छन्। तर मलाई लाग्छ तपाईँको चाहिँ नि सुविधा इज फार हेड। मैले पत्रकारका साथीहरूको पनि टिप्पणी सुनेको छु, म आफू पनि गाउँ गाउँ हिँडेको छु। म त कति भनेदेखि काङ्ग्रेसका मान्छेले सोलो डोलो तपाईँको सुविधालाई हाल्ने भनेर भनेको देखिराखेको छु। माओवादीका साथीहरूको चाहिँ नि के छ भने हामी माओवादी भनेर हामी हिजो लायौँ, आज माओवादी छैन, हामी कहाँ जाने भन्ने अनि एक प्रकारको अलमलको अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ नि त्यहाँ त्यस्तै छ। 2 नम्बरमा चाहिँ रविजीको तपाईँले देखिहाल्नु भएको छ होइन, झुन्डका झुन्ड मान्छेहरू छन् होइन। रविलाई हामीले एकपल्ट जसरी पनि हामीले सत्तामा पुर्याउनुपर्छ भनेर भनेकै छन्। त्यसो भएको हुनाले यो स्वतन्त्र विश्लेषण गर्ने मान्छेले पनि भन्दा यो कुरा। अब म चाहिँ त्यो पार्टीसँग कुनै न कुनै हिसाबले जोडिया हुनाले मैले बोलेको कुरामा यो त भनेर मान्छेले टिका टिप्पणी गर्ला, तर भोलि परिणामले जे देखाउनेवाला छ त्यही कुरा मैले तपाईँलाई चाहिँ भनेको। अलिकति यो रासोपाको जस्तै चुपचाप घन्टी छाप भन्ने जुन अहिले अभियान चलिरहेको छ, अलिकति यो एजेन्डा बिन भयो, यिनीहरूले एजेन्डा प्रस्तुत गर्नुभन्दा पनि जय घन्टी मात्र भनेर भोट मात्र माग्दै हिँड्ने भन्ने स्थिति नि छ। होइन, त्यो आलोचना गर्ने यिनले आलोचना गरेको छ, त्यो ठिकै पनि हो। उनको भनाइ चाहिँ नि के हो भनेदेखि अब घन्टी पक्षको भनौँ रवि लामिछानेको के भने ठिक छ, देश एउटा सङ्क्रमण कालमा छ, यो सङ्क्रमण काललाई अन्त्य गर्नका निमित्त बहुमतको सरकार चाहिन्छ। अब अहिले बहुमतको नजिक पुग्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। त्यसो भएको हुनाले तपाईँका विचारहरू तपाईँ कम्युनिस्ट हुनुहोस्, काङ्ग्रेस हुनुहोस्, जोसुकै हुनुहोस्, तर यसपटक चाहिँ नि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा लहर आएको हुनाले तपाईँले चाहिँ नि मत हाल्नुहोस्, मत हालेर हाम्रो परीक्षा लिनुहोस्। 5 वर्षपछि हामी निकम्मा देखियौँ भनेदेखि हामीलाई रिजेक्ट गर्नुहोस्। त्यो एउटा मलाई लाग्छ जनताको पोल्टामा चाहिँ नि एउटा अफर होइन, एउटा प्रस्ताव चाहिँ राखेको हो भन्ने मलाई लाग्छ। अब तपाईँलाई मैले अघि नै भने प्रतिबद्धताको जहाँ तक कुरा छ, त्यो यो चाहिँ नि तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीको विधान होइन 2080 र चाहिँ नि तपाईँको यो जलेश्वर सम्मेलनमा विधान यिनीहरूले चाहिँ नि परिमार्जित गरेका छन् र त्यो विधान चाहिँ नि के छ भने 2-4वटा कुरामा केन्द्रित छ। पहिला आवधिक निर्वाचनको कुरा होइन, एउटा 2 कार्यकालभन्दा बढी चाहिँ नि कुनै पनि पदाधिकारीले बस्न नपाउने कुरा। तेस्रो चाहिँ शून्य भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा होइन। र चौथो चाहिँ नि के छ भनेदेखि 10 वर्षमा यो देशलाई एउटा मध्यम आय भएको तहमा पुर्याउने यी कुरा त छन्। यो कुराको प्रचार प्रसार नभएको हुनाले उनीहरूको लक्ष्य के हो, गन्तव्य के हो, कोइराको कागज जस्तो छैन, उनको त केही पनि छैन भनेर मान्छेले आलोचना गरिरहेका छन्। आलोचना गर्ने मान्छेले यो पढाएको छैन, यो जसले पढेको छ त्यो आम मासलाई चाहिँ नि त्यो पढाउन सकेको छैन या डेलिभरी हुन सकेको छैन, त्यो कुराको चाहिँ प्रचार प्रसार हुन सकेको छैन। मलाई लाग्छ कुरा त्यही हो। जस्तै क्षेत्र नम्बर 2 को स्थितिमा चाहिँ अलि हामीले पनि ग्राउन्डमा बुझ्दा रवि लामिछानेको पक्षमा माहौल राम्रो छ, त्यो जित मात्र कतिको अन्तरले जित्नुहुन्छ भन्ने मात्र छ। तर अलिकति डर के छ भने यहाँका जनतालाई फेरि चुनाव हुने हो कि फेरि उहाँले शपथ ग्रहण गर्न नपाउने हो कि भन्ने स्थिति छ उहाँको सहकारीको मुद्दाले गर्दाखेरि। यस विषयमा तपाईँको धारणा के छ? होइन, यस्तो छ, सहकारी ऐन अन्तर्गतको मुद्दै होइन। तपाईँलाई म क्याटेगोरिकल्ली बताउँ है, पहिलो कुरा। दोस्रो कुरा, सहकारीको कुनै पनि तहको पदाधिकारी भएर उनले 2 पैसा लिएको भन्ने छैन। सहकारीको रकम ल्याएको थियो गोर्खा मिडियामा, ग्यालेक्सीमा होइन, त्यो ल्याएको पैसा चाहिँ म एमडी भएको हुनाले मैले खर्च गरे हुँ, त्यसको नैतिक जिम्मेवारी भनेको छ। उनले त्यो गरे बापत उनलाई चाहिँ नि कारबाही गर्ने भए पनि त्यो कारबाही चाहिँ नि तपाईँ कम्पनी ऐन अन्तर्गत हुनु पर्थ्यो, सहकारीको कुरा होइन। सङ्गठित अपराध हुनु। अब सङ्गठित अपराध र चाहिँ नि सम्पत्ति शुद्धिकरण त उनलाई आकर्षितै हुने होइन। किन होइन भने
उनी राजनीतिमा आउनुभन्दा अगाडि उनको जीवन दिनचर्या कस्तो थियो, उनको आम्दानी के थियो, खर्च के थियो, व्यापार थियो, बिजनेस थियो, घरको सम्पन्न थिए, बाहिरको थियो, ससुरालीको थियो, श्रीमतीको थियो, के थियो त्यो अरूले पनि देखेको जानेको कुरा वा उनले पनि आफूले भोगेको कुरा हो। राजनीतिमा आएपछि उनले सम्पत्ति आर्जन गरेको भन्ने आरोप छैन। उनीमाथि लागेको सम्पत्ति शुद्धिकरणको आरोपको पछाडिको मकसद के हो भने सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐनमा एउटा व्यवस्था छ। सम्पत्ति शुद्धिकरणमा चाहिँ कारबाही भएपछि त्यो व्यक्तिले चाहिँ नि तपाईँको होल्ड गरेको पद रिक्त हुन्छ भन्ने छ। त्यो चिज चाहिँ नि उनीमाथि सत्ताले थोपरेको हो, उनीमाथि त्यो लाग्ने होइन। त्यो लाग्ने होइन भनेर अहिले महान्यायदेवता कार्यालयले हामीले ऐनको प्रयोग गर्दाखेरि चाहिँ जुन कुराको विशेष ध्यान दिनुपर्ने थियो त्यो कुराको बारेमा हामीले ध्यान नदिएर हामीले ऐनले डिमान्ड नगरेको, कुनै अभियोग लागेको व्यक्तिले चाहिँ त्यो ऐन बमोजिम कसुर नगरेको, तर त्यसलाई लगेर चाहिँ नि त्यो ऐन त्यसलाई चाहिँ थोपर दिएको, यो कुरा नाजायज हो। यो नागरिक अधिकारका हिसाबले, मौलिक अधिकारका हिसाबले, संवैधानिक हिसाबले यो चाहिँ ठिक भएन भनेर अहिले महान्यायदेवता कार्यालयले चाहिँ करेक्सन गरेको छ। बुझ्नु भएन? त्यो करेक्सन गरेको भने के हो भने सम्पत्ति शुद्धिकरण आकर्षित कसरी हुन्छ? सम्पत्ति शुद्धिकरण त के हुन्छ भने 30 वर्ष 35 वर्षदेखि सत्तामा बसिराखेका मान्छे छन्। अहिले पनि तपाईँको चाहिँ नि यो उसमा यो चाहिँ नि के अरे रामदेवको चाहिँ संस्था छ नि, यो पतञ्जलिवाला यो योग आश्रम बनाउने भनेर चाहिँ एउटा चाहिँ नि प्रोजेक्टमा माधव नेपालले चाहिँ नि 100 रोपनी जग्गा दिएको विषय होइन। अनि यो चाहिँ टेलिकमवाला मामलामा अर्को मन्त्रीको कुरा होइन। जो मान्छे निरन्तर सत्तामा बसिरहेर त्यो सत्ताको दुरुपयोग गर्यो, त्यो मान्छेको सम्पत्तिको छानबिन गर्दाखेरि चाहिँ स्रोत देखाउन नसक्ने र चाहिँ त्यसले कसुर गरेको भन्ने, या कालो धन बाहिरबाट लिएर आएको छ, कुनै गिरोहमा चाहिँ संलग्न भएको छ, त्यो कुरा पुष्टि हुनु पऱ्यो नि। यदि त्यो कुरा पुष्टि हुन्छ भनेदेखि कारवाही गर्नलाई बाधा भएन। तर रवि लामिछाने त के हो, निर्वाचनमा गएको मान्छे, नागरिकताको मुद्दामा चाहिँ फेरि अदालतले नागरिकताको विवादलाई लिएर चाहिँ पद रिक्त गरिदिएको, फेरि चुनावमा गएको, चुनाव जितेर गएको, चुनावमा गइसकेपछि देशको गृहमन्त्री र उपप्रधानमन्त्री भएको। गृहमन्त्री र उपप्रधानमन्त्री बनाउनलाई योगदान गर्ने पार्टीहरूले नै फेरि पछि गएर सम्पत्ति शुद्धिकरणमा जुन मुद्दा लगाएका छन् त्यो मुद्दा त स्वतन्त्र र यो चाहिँ नि निष्पक्ष भएर चाहिँ हेर्ने मान्छेले त त्यसमा त पूर्वाग्रह देख्छ। त्यस कारणले यो जुन तपाईँले भनिराख्नु भएको छ सम्पत्ति शुद्धिकरणवाला कुरा र सङ्गठित अपराधवाला कुरा, सहकारीमा महान्यायदेवता कार्यालय केही पनि भनाइ छैन। तर सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध आकर्षित नहुने विषयमा किन मुद्दा हालेको भनेर चाहिँ उनीहरू, सरकारले आफूले हालेको मुद्दा आफैले फिर्ता लिँदैछ। उसले हालेको मुद्दा उसैले फिर्ता लिन्छ भने अरू कसैलाई टाउको दुखाइ हुनु पर्दैन। यद्यपि यस सम्बन्धमा सर्वोच्च अदालतमा निवेदन भएको छ, त्यो आफ्नो ठाउँ छ। त्यस कारणले रवि लामिछानेलाई यहाँबाट निर्वाचनबाट गएर उनलाई चाहिँ शपथ लिनलाई वा पार्लियामेन्टमा चाहिँ कुनै भूमिका निर्वाह गर्नलाई बाधा हुन्छ भन्ने मलाई लाग्दैन। हामी कार्यक्रमको अन्तिमतिर छौँ सर होइन। जस्तै अहिले बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेको छ होइन। उहाँमा केही प्रश्नहरू पनि छन् तर उहाँले त्यसको उत्तर दिनुहोला। तर तपाईँलाई चाहिँ बालेन शाह एउटा स्ट्रक्चरल इन्जिनियर, एउटा ऱ्यापरलाई र काठमाडौँको पूर्व मेयरलाई प्रधानमन्त्रीको रूपमा अघि सार्दाखेरि वास्तवमा देशले अब निकास पाउँछ, युवाहरूले चाहेको जस्तो देश अब हुन्छ जस्तो लाग्छ? होइन, युवाहरूले चाहेनन् भनेदेखि बुढाखाडाले चाहेर त हुँदैन, युवाहरूले चाहेकै हुने हो। तर तपाईँले भने जस्तो बालेन शाह चाहिँ नै कम्पिटेन्ट योग्य उम्मेदवार हो कि होइन देशको प्रधानमन्त्रीको लागि होइन। अब यहाँ कतिले के भन्छन् भने बालेन शाह आउनु, रवि आउनु, अर्को आउनु, यो जेलेन्स्की होइन युक्रेनको चाहिँ मोडलमा जान्छ, यो बिल्कुल यो अतिरञ्जित कुरा हो, यो बिल्कुल वाहियात कुरा हो। तपाईँले अहिले हेर्नुहोस् संसारमा स्क्यान्डिनेभियन कन्ट्रिजहरूमा त तपाईँको अहिले मलाई चाहिँ 40s को मान्छे जम्मै प्राइम मिनिस्टर
बुझ्नु भएन? ग्रिनल्यान्डको भन्नुहोस्, तपाईँले यो त न्युजिल्यान्डको भन्नुहोस्, होइन? तपाईँले जहाँ ती मान्छेहरू चाहिँ तपाईँको यङ मान्छेहरू देशको प्राइम मिनिस्टर छन्, हाम्रो देशमा चाहिँ प्राइम मिनिस्टर हुने मान्छे, सभापति हुने मान्छे भनेको चाहिँ 70 काट्नुपर्ने, 75 काट्नुपर्ने, 80 काट्नुपर्ने भन्ने हुन्छ र युवा, तर उसको परीक्षा लिने वा परीक्षामा ऊ कस्तो उत्र्यो भन्ने कुरा चाहिँ क्वेसनमा छ। त्यो ठिक हो। बालेन शाह हाम्रो कसैको चिनेको मान्छे, तपाईँहरूले पनि चिने होइन, तर बालेन शाहले काठमाडौँमा चुनाव कसरी जित्यो? बालेन शाहले काठमाडौँ चुनाव जित्यो त काठमाडौँको आबादीमा बालेन शाह सर्वोत्कृष्ट युवा रहेछ भन्ने कुरा त त्यहाँको निर्वाचन परिणामले देखायो नि। निर्वाचनबाट मेयर भइसकेपछि उसले 3 वर्ष 3.5 वर्षमा कति काम गर्यो छोड्नुहोस्, तर बालेन शाह चाहिँ असाधारण मान्छे रहेछ, युवा रहेछ भन्ने छाप पर्यो। त्यही कारणले त जेनजीहरूले चाहिँ तपाईँ प्राइम मिनिस्टर हुनुहोस् भनेको थियो नि त अस्ति। त्यसो भएको हुनाले उसले आफू काठमाडौँको मेयर हुँदाखेरि चाहिँ जे गर्यो, गर्न कति पर्थ्यो, किन गरेन त्यो प्रश्न छ। त्यो अब म पनि गर्छु, अरूले पनि गर्छु, तर उसले जे जति गर्यो त्यो काठमाडौँलाई चाहिँ एउटा नयाँ काठमाडौँको रूपमा चाहिँ रूपान्तरण गर्नलाई योगदान गर्यो भन्ने नम्बर 1। नम्बर 2, यो देशको सबैभन्दा टाउको दुखाइ भएको रोग भ्रष्टाचार, त्यो भ्रष्टाचारमा उसको शून्य सहनशीलता देखियो, पारदर्शिता देखियो र निर्भीकता देखियो। त्यसकारणले बालेन शाहलाई चाहिँ नि आम मान्छेले, देशैभरिका मान्छेले बालेन शाह जहाँ गयो त्यहाँ ढुङ्गो मुडो जम्मै बालेन भनिरहेको छ नि। धेरै मान्छेले भन्छन् झापामा चाहिँ बालेन शाह किन गयो, होइन? महोत्तरीमा किन नआएको, सर्लाहीमा किन नआएको, काठमाडौँबाट किन नलडेको भन्छन्। एउटा लडाकु स्वभावको मान्छेले, होइन, एउटा बहादुरले चुनावमा जाने, प्रतिस्पर्धा गर्ने भनेको तपाईँको त्यो सजिलै जित्ने ठाउँमा गएर प्रतिस्पर्धामा हुँदैन। केपी ओलीले बालेन शाहलाई काठमाडौँ महानगरपालिकामा रहँदा काम गर्न नदिएर, दुःख दिएर, होइन, सहरी विकास मन्त्रालयलाई लगाएर, गृह मन्त्रालयलाई लगाएर, होइन, काठमाडौँमा उनलाई काम गर्न नदिएको कुराको परीक्षा लिनका निमित्त उनले केपी ओलीलाई चुनौती दिन गए। मानिलिनुहोस् केपी ओलीको चाहिँ दारा र नङ्ग्रा झिक्नका निमित्त बालेन शाह, त्यो एउटा आश्चर्यजनक कुरा हो। तर साथसाथै के भयो भने ऊ कति निर्भीक छ र ऊ कति प्रतिबद्ध छ भन्ने कुरा पनि देखियो नि यसले, होइन? उसले चाहिँ ठिक छ, म योग्य छु भने मलाई भोट हाल, मभन्दा योग्य केपी हो कि म हुँ, मेरो परीक्षामा उनैको गढमा गएर, उनैको घरमा गएर चाहिँ म गर्छु भनेर भने उसकै पार्टी अफिसमा गएर हिजो चाहिँ उनले मत पनि माग्यो। यो हेर्दा के लाग्छ भने नयाँ नेपालका निमित्त उपयुक्त हो कि भन्ने लाग्छ। हेर्नुहोस्, यङ मान्छेहरूले, बहादुर मान्छेहरूले जवानीमै गर्ने कुरा धेरै गर्छन्। हामीले पनि इतिहासमा कैयौँ रेकर्डवाला कति काम हामीले गऱ्यौँ। मलाई लाग्छ हामीले अर्ली चाहिँ नि तपाईँको 40s मै 50 मै हामीले काम गरे हो, होइन? अब यो चाहिँ नि भूमिकामा अहिले युवा साथीहरू हुनुहुन्छ। त्यसो भएको हुनाले उनीहरूलाई चाहिँ नि सत्ता नसुम्पिने, अब फेरि सत्ता शेरबहादुरजीलाई, केपी ओलीलाई सुम्पेर चाहिँ अनि आन्दोलनको लक्ष्य पुरा हुन्छ त? म ती प्रश्न, जसले जेलेन्स्कीको कुरा गर्छ त्यसलाई म प्रश्न गर्छु। अब मानिलिनुहोस् फेरि उनीहरूलाई ल्याउने, अहिले त के भएको छ भने अब त त्यो च्याप्टर क्लोज हुने बेला आयो, अदालतमा मुद्दा छ र संसद पुनर्स्थापना गर्ने भन्ने पनि कुरा आएको छैन। मानिलिनुहोस् संसद पुनर्स्थापना भयो, मलाई त लाग्दैन संसद पुनर्स्थापना हुन्छ भने। संसद पुनर्स्थापना भयो भने के हुने? फेरि केपी ओली प्रधानमन्त्री हुने, के शेरबहादुरजी फेरि प्रधानमन्त्री हुने? केपी ओली र शेरबहादुरजी प्रधानमन्त्री भएर 24 घण्टा शासन गर्न सक्नुहुन्छ अनि यो देशलाई चाहिँ थप भाँडभैलोमा पुर्याउने? यस्तो काम न अदालतले गर्नुहुन्छ, न चाहिँ नि के छ भने आजको आवश्यकता हो। त्यसो भएको हुनाले तपाईँले उठाएका अनेक प्रश्नहरूको साथमा म के भन्छु भने चुनाव हुने यो 6 महिनाभित्र यसलाई अलिकति लम्ब्याएर चाहिँ अझ व्यवस्थित तरिकाले गर्न सके भए पनि हुन्थ्यो। अहिले चुनाव भए पनि होस्, यो चुनाव पछि पनि धेरै ठुलो चुनौती आउँछ, किनभने यो संविधान अहिले जीवित छ भनेर भनिएको संविधानका अनेक समस्याहरू छन्। त्यसको समाधान गर्नुपर्ने हुन्छ, संशोधनै गर्नुपर्ने हुन्छ। संशोधन गर्नलाई 2/3 चाहिन्छ। 2/3 कुनै पार्टीलाई देऊ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई देऊ, होइन भने बहुमत देऊ र यसको समाधान हामीले निकाल्नुपर्ने हुन्छ। तर चुनावको अलावा अर्को कुनै विकल्प आजको दिन देखिँदैन।
अन्तिममा सरलाई एउटा क्वेसन सोध्न चाहे, हजुरहरूले नै प्रस्तावित गरेको प्रधानमन्त्रीले एउटा स्ट्याटसमा एउटा पहिला मेयर हुँदा बेला सिंहदरबार जलाइदिन्छु भनेको एउटा स्ट्याटस अहिले अलिकति विवादमा आएको र राष्ट्रसभाप्रति नै एउटा मध्यरातमा लेखेको स्ट्याटस, यी दुईवटा स्ट्याटसलाई लिएर उहाँले त्यसको जवाफ दिनुपर्छ कि पर्दैन? होइन, जवाफ दिनुपर्छ। हामी जलाउने भनेको कुरा, भत्काउने कुराको समर्थन हामी गर्न सक्दैनौँ। तत्कालीन परिस्थितिमा के मुडमा उनी आए, उनमाथि के भयो, अब युवा भएको हुनाले अलिकति युवाहरूमा चाहिँ नि तपाईँको जोस आउँदाखेरि चाहिँ नि अलिकति होस नहुने हुन्छ। त्यसलाई टु सम एक्सटेन्ट चाहिँ नि हामीले चाहिँ नि त्यो विषयलाई चाहिँ स्वाभाविक माने पनि हुन्छ। तर उनको इन्टेन्सन चाहिँ सिंहदरबार जलाउने भनेर भन्ने छ भन्ने मलाई लाग्दैन, होइन, नम्बर 1। अर्को तपाईँले सोधेको प्रश्न के थियो? अर्को मध्यरातमा लेखेको एउटा तपाईँहरूको पार्टी मात्र होइन कि अमेरिका विभिन्न देशहरूलाई लक्षित गरेर लेखेको एउटा स्ट्याटस थियो जुन पछि उहाँले आफूले डिलिट गर्नुभयो। त्यो पनि चाहिँ नि मैले त्यसमा टिप्पणी गरिसकेको छु। मैले चाहिँ नि मेरो वालमा चाहिँ फेसबुकमा मैले भनेको छु यो उपयुक्त होइन। हामी कस्तो ठाउँमा बसेका छौँ भने हामी वास्तविक अर्थमा चाहिँ असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर दुईवटा छिमेकीसँग हातेमालो गरेर तेस्रो छिमेकीलाई पनि, युरोपियन युनियनलाई पनि, अमेरिकालाई पनि, अरूलाई पनि हामीले चाहिँ हाई गरेर बस्नुपर्ने बेलामा हामीले चाहिँ उनीहरूलाई आलोचना गर्नु त उपयुक्त होइन। प्लस आज हामीले जति आलोचना गर्छौँ प्रतिस्पर्धामा गएका राजनीतिक पार्टीहरूको बिचमा, त्यो पनि सन्तुलित गरौँ भन्छु म। किनभने भोलि उनीसँग हामीले सहकार्य गरेर सरकार बनाउनु पर्ने हुन्छ। त्यस कारणले हामीले चाहिँ सन्तुलन गुमाउनु हुँदैन, सन्तुलन कसैले पनि गुमाउनु हुँदैन। प्रधानमन्त्री हुने भनेर प्रस्तुत भएको मान्छे त झनै हुँदैन, तर मान्छेबाट केही गल्ती हुन्छन्। गल्ती भयो भन्दैमा चाहिँ सम्पूर्ण कुरा उसको अयोग्यता त्यही नै हो, होइन, त्यही नै निर्णायक हो भनेर हामीले भन्न पनि हुँदैन भन्ने मलाई लाग्छ। हस् सर, हजुरको महत्त्वपूर्ण समय अनि यो संवादलाई धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद बाबु।